नमस्कार। के हजुरहरू पनि लोकसेवा आयोगको तयारी गर्दै हुनुहुन्छ? सरकारी जागिर खाने सोचमा हुनुहुन्छ भने हजुरहरूको लागि एकदमै खुसीको खबर लिएर म आज उपस्थित भएको छु। वस्तुगत प्रश्न उत्तरहरू लिएर म हजुरहरूको समक्ष आएको छु। यो एकदमै लेटेस्ट, एकदमै नयाँ प्रश्नहरू छ जो आउँदो लोकसेवा आयोगबाट लिइने इक्जामहरूमा हामीलाई सोध्न सक्ने प्रश्नहरूको यो वस्तुगत प्रश्न उत्तर सेट 1 बाट म हजुरहरूलाई आज क्रमशः क्वेसन नम्बर सहित म हजुरहरूलाई आज एन्सर बताउन गइरहेको छु। हजुरहरूले यहाँ हेर्न सक्नुहुन्छ र सर्वप्रथम म हजुरहरूलाई एउटा अनुरोध गर्न चाहन्छु कि आगामी दिनमा पनि यो यस्तै किसिमको नयाँ हाम्रो यस लोकसेवा इक्जाम प्रिपरेसन वस्तुगत प्रश्नोत्तर च्यानललाई सब्सक्राइब र भिडियोलाई लाइक गरिदिनु होला, ताकि आगामी दिनमा पनि यस्तै किसिमको प्रश्नहरू लिएर र भिडियो लिएर म आउँदाखेरि हजुरहरू समक्ष समयमै पुग्नेछ। र अब म सुरु गर्न चाहन्छु हाम्रो यो पाठ्यक्रमलाई। प्रश्न नम्बर 1 मा रहेको छ, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ जैविक विविधता रेड पान्डा थार अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना कहाँ गरियो? दिक्तेल, जसको उत्तर रहेको छ दिक्तेल, रूपाकोट, मझुबाडी नगरपालिका, खोटाङ। प्रश्न नम्बर 2 मा रहेको छ, एसियाली विकास बैंक एडिबीले सन् 2026 अप्रिलमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष 2082-83 मा नेपालको आर्थिक वृद्धि दर कति प्रतिशत रहने प्रक्षेपण गरिएको छ? जसको उत्तर रहेको छ 2.7%। प्रतिनिधि सभाको उपसभामुख पदमा चयन हुन सफल प्रतिनिधि सभा सदस्य को हुन्? रुबी कुमारी ठाकुर 2082 साल चैत्र 27 गते चयन हुनुभएको थियो। चर्चित प्रश्न नम्बर 4 मा रहेको छ, चर्चित बलिउड तथा पार्श्व गायिका आशा भोसलेको निधन कहिले भएको हो? सन् 2026 अप्रिल 12, 92 वर्षको उमेरमा उहाँको निधन भएको थियो। त्यस्तै गरी प्रश्न नम्बर 5 मा रहेको छ, स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड 2082 कसलाई प्रदान गरियो? डाक्टर उमाकान्त तिवारी, प्रमुख विशेषज्ञ स्वास्थ्य सेवा कार्यालय हुम्लामा कार्यरत हुनुहुन्थ्यो। नेपालमा तेस्रो पुतली गणना अभियानको सञ्चालन अवधि कुन हो? सन् 2025 मार्च र विक्रम सम्वत 331। नागरिक लगानी कोषको स्थापना कहिले भएको हो? विक्रम सम्वत 2047 साल चैत्र 4 गते। त्यसै गरी प्रश्न नम्बर 8 मा रहेको छ, पारदर्शिताको प्रवर्धन गरी प्रभावकारी सरकार बनाउने उद्देश्यका साथ ओपन गभर्नमेन्ट पार्टनरसिप ओजिपी को स्थापना कहिले गरिएको हो? सन् 2011 सेप्टेम्बर 20 मा। त्यसै गरी प्रश्न नम्बर 9 मा रहेको छ, नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ? द्रविड भाषा अन्तर्गत पर्दछ। प्रश्न नम्बर 10 मा रहेको छ, डाक्टर महेश राज पन्त सम्मान 2082 बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ? प्राचार्य डाक्टर सुरेन्द्र केसी। त्यसै गरी प्रश्न 11 मा रहेको छ, नासाद्वारा चन्द्रमाका लागि पठाइएको ओरायन अन्तरिक्ष यान अभियान पूरा गरी कहिले पृथ्वीमा फर्किएको हो? सन् 2026 अप्रिल 10 तारिक। त्यसै गरी प्रश्न नम्बर 12 मा रहेको छ, नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन्? शैलजा आचार्य। त्यसै गरी प्रश्न नम्बर 13, तेकान्दो खेललाई आधिकारिक रूपमा ओलम्पिकमा कहिलेदेखि समावेश गरिएको हो? यसको सही उत्तर रहेको छ सन् 2000 को सिडनी ओलम्पिकदेखि। त्यसै गरी प्रश्न नम्बर 14 मा रहेको छ, हाल गैर आवासीय नेपाली सङ्घ एनआरएनए को अध्यक्षमा को चयन भएका छन्? डाक्टर हेमराज शर्मा। डार्विनको प्राकृतिक छनौटको सिद्धान्त भनेको के हो? यसको सही उत्तर रहेको छ, बढी
उन्नतिशील जीवनको छनौट र कम उन्नतिशील जीवनको विनाश प्रकृतिबाट हुने प्रक्रिया। त्यसै गरी प्रश्न नम्बर 16 मा रहेको छ जापानी भाषामा प्रकाशित पहिलो नेपाली कृति सेतो बाघ हो भने कोरियन भाषामा प्रकाशित पहिलो नेपाली कृति कुन हो? पल्पसा क्याफे। त्यसै गरी प्रश्न नम्बर 17 मा रहेको छ सरकारले आफ्नो 100 दिने कार्यसूची अनुसार तयार पारेको राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा आगामी 5 वर्षभित्र नेपालको प्रति व्यक्ति आय कति पुर्याउने लक्ष्य रहेको छ? यसको सही उत्तर हो 3000 अमेरिकी डलर विक्रम सम्वत 2083 वैशाख 1 गते प्रस्तुत गरिएको सरकारको 100 दिने कार्यसूची अनुसार हो। त्यसै गरी म यहाँहरू सम्पूर्णजनालाई यसै गरी नयाँ नयाँ प्रश्न र उत्तर यदि हजुरहरू पनि बुझ्न र अध्ययन गर्न चाहनुहुन्छ भने हाम्रो यस लोकसेवा एक्जाम प्रिपरेसन वस्तुगत प्रश्नोत्तर च्यानललाई सब्सक्राइब गरिदिनु होला र भिडियोलाई लाइक गरिदिनु होला। हस्, धन्यवाद। हजुरको दिन शुभ रहोस्।